यो गाउँको नाम चाहिँ गिराउँचौर हो, जुन आफूखैरेनी गाउँपालिका वडा नम्बर 1 मा अवस्थित छ। र आज विशेष त यो लोक समुदायको एउटा विशेष नमस्कार, म प्रेमबहादुर गुरुङ। अहिले यही आफूखैरेनी गाउँपालिका वडा नम्बर 1 गिराउँचौरको अभिभावक। हाम्रो गुरुङ गाउँ हो यो गुरुङ गाउँमा हामी पहिल्यैदेखि म सानै छँदादेखि हाम्रो बाबुआजकै पालादेखि यो एउटा चलन चल्तीमा छ, संस्कार संस्कृति जोगाउने क्रममा। नमस्कार, छिम्की सूर्य अनलाइन टिभीमा स्वागत छ। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्, जोडिनु होला। आज म तनहुँ जिल्लाको आफूखैरेनी गाउँपालिका वडा नम्बर 1 गिराउँचौर गाउँमा घाटु खोइ खान जाँदैछु। के हुनेछ सबै कुराहरू देखाउनेछु। आज साउन महिनाको 16 गते पनि हो, अलि पानी परिरहेको छ यतातिर बिहानै, अनि चिसो पनि छ, नाक खुलेको छैन त्यति है। ल ठिकै छ, हेर्नु होला। यति बेला मसँग हुनुहुन्छ राम सर, तनहुँका युवा त्यस्तै राम्रो सर। नमस्ते सर, तपाईँ कहाँबाट आउनुभएको भन्नु न प्लिज। भन्नु न रे, के छ सर? राम सर, आज तपाईँको के छ, तपाईँको विचार, तपाईँको अनुभव? आज हामी घाटु खोइ खान आएको छु। यो तनहुँ जिल्लाको एकदमै पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै गएको छ यो गाउँ। यो गाउँको नाम चाहिँ गिराउँचौर हो, जुन आफूखैरेनी गाउँपालिका वडा नम्बर 1 मा अवस्थित छ। र आज विशेष त यो लोक समुदायको एउटा विशेष माहौल रूपमा लिइन्छ यो घाटु भोज। र यहाँ चाहिँ घाटु भोजको कार्यक्रम जारी छ। यहाँहरू पनि आउन चाहनुहुन्छ भने यो घाटु सामेल हुनुहोस्। सो बाँकी भिडियो तपाईँको दृश्य लग्नु लाग्यो। ओके, राम सरलाई धेरै धेरै धन्यवाद छ। उहाँ एउटा तनहुँका कुशल पत्रकार पनि हुनुहुन्छ उहाँ आफैमा। उहाँलाई पनि छोटो मैले उहाँको मन्तव्य पनि लियौँ। पाहुनाहरू आउने क्रम एकदमै जारी नै छ। हजारौँ मात्रामा पाहुनाको उपस्थिति आफूखैरेनी गाउँपालिका वडा नम्बर 1 गिराउँचौर गाउँमा आज हामी घाटु खोइ खान आएको छौँ। विशेष त चण्डी पूर्णिमाको अवसर पारी नचाहिने घाटु आज खोइ हुँदैछ। आज साउन महिनाको 16 गते, 15 र 16 गते हो आज। विशेष त 16 गते त्यहाँनिर हो चुड्का, त्यहाँनिर बस्दैछ। पाहुनाहरू आउने क्रम एकदमै जारी छ। गाडी पनि एकदमै धेरैभन्दा धेरै पाहुनाहरूको उपस्थिति पनि रहेको कुरा म जानकारी गराउँछु। हाम्रो दाईहरू सुजन गुरुङ, त्यसपछि हाम्रो दाई स्वागत छ। यता हाम्रो दाईलाई, यता तपाईँलाई पनि स्वागत छ। ल ठिक छ, आज हामी आएको छौँ। दाई, तपाईँलाई अनुभव कस्तो हुँदैछ? भर्खर आइपुग्यो तपाईँलाई। ल दाइ, अलि रमाइलो गर्नुपर्छ। एकदमै धेरै मात्रामा पाहुनाको उपस्थिति पनि रहेको छ। हजारौँ मात्रामा गाडीसँगै बाइक तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर। कहाँको लुगा अनुहारै लुगा। पाहुनाहरू आउने क्रम जारी नै छ। हेर्नुहोस्, विशेष त चण्डी पूर्णिमामा नचाहिने घाटु आज खोइ भोज हुँदैछ। यो आफूखैरेनी गाउँपालिका वडा नम्बर 1 गिराउँचौर गाउँ, त्यहाँनिर हो खोइ। पाहुना एकदमै धेरै मात्रामा पाउने। भङ्गेरीको हाम्रो आमाहरू के भन्छ अरे आइसक्नु भएको छ। छिमेकी गाउँ तपाईँलाई म गाडी देखाउँछु। कति पाहुना छ त तपाईँले पनि अनुमान गर्नुहोस्।
आज आउने क्रम एकदमै जारी नै छ। हिजोदेखि नै सुरु भएको 15 र 16 गते हो आज अलि विशेष दिन। गाडी हजारौँ मात्रामा गाडी सँगै हजारौँ मात्रामा दर्शकभन्दा पनि पाहुना। तपाईँलाई म आज गाडी देखाउनेछु कति पाहुना आयो त तपाईँले पनि अनुमान गर्नुहोस्, तपाईँले पनि गेस लगाउनुहोस्। हेर्नुहोस् अझै आउने क्रम जारी नै छ पाहुनाहरूको। यो यहाँ हो, यहाँनिर यो गाउँमा यो ठाउँमा मजारी नाच्दैछ गौराहा चुड्का। विशेष त गुरुङ जातिहरूमा अलि धेरै नचाहिने, गुरुङसँगै मगर जातिमा अलि बढी प्रचलित। अझ तनहुँ जिल्लामा कौराको उत्पत्ति भएको भनेर पनि लिन सकिन्छ, सँगै चिन्न सकिन्छ। इतिहासले त्यही भन्छ। तनहुँ जिल्लाको रेसिङसँगै घिरिङमा अझै अलि बढी सँगै त्यहाँबाट उत्पत्ति भएको भन्ने पनि हामी सुनिन्छौँ, सँगै बुझिन्छौँ इतिहास पढ्दा। गाडी तपाईँलाई देखाएँ। अझै पाहुना आउने क्रम धेरै जारी नै छ। अझै यस्तो छ, हेर्नुहोस् अवस्था यस्तो छ। यहाँनिर म छु, हामीलाई स्वागत वेलकम गर्नलाई दामी 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 त भन्न मिल्दैन, राम्रै राम्रै ल ल घाँटु गिरनचोट तमु समाजद्वारा आयोजित घाँटु नाचमा पाल्लो हुने सम्पूर्णलाई स्वागत छ। हाम्रो निशान सर हाम्रो अर्जुन दाईको पालो, हाम्रो अर्जुन दाईको पालो। धन्यवाद सर, आउनु न यता। स्वागत हाम्रो अर्जुन दाई, हाम्रो राम सर, सचित अनुहार तनहुँको युवा। नाम देखाउँदैछ हाम्रो राम सरले। हजारै हाल्छ कि यार, के हाल्छ कि हजार हाल्छ कि। धन्यवाद। नमस्ते अनि हार्दिक स्वागत छ यहाँहरू सबैलाई। आज मिति 2083 साल 4 महिना 16 गते यो शनिबारको विशेष दिनमा यति बेला हामी तनहुँ जिल्लाको आफूफेरेनी गाउँपालिका 1 स्थित ग्राउन्ड फ्लोरमा आइपुगेका छौँ। र आज यहाँ ग्राउन्ड फ्लोरमा आज घाटु भोज भइरहेको छ। गिरानचौर तमु समाजको आयोजनामा जारी यस भोज कार्यक्रम चाहिँ आजसम्म रहनेछ। सो अब बाँकी भिडियो हामी चाहिँ अब बाँकी भिडियोबाट हामी किरानचुर घाँचु खोइ आज 16 गते सँगै पाहुनाहरू हामी आइसकेका छौँ यहाँनिर घाँचु खोज हो। हेर्नुहोस् तपाईँ
गाउँपालिका वडा नम्बर 1 किरानचौरको अभिभावक। हाम्रो गुरुङ गाउँ हो यो गुरुङ गाउँमा हामी पहिल्यैदेखि म सानै छँदादेखि हाम्रो बाबुआजकै पालादेखि यो एउटा चलन चल्तीमा छ, संस्कार संस्कृति जोगाउने क्रममा। त्यसो गर्नको लागि हामी वैशाख पूर्णेमा हामी एउटा चाड मान्छौँ। वैशाख पूर्णेको दिन पारेर यहाँ कन्या केटीहरूलाई निलाहार राखेर घाँटु नाच्ने गरिन्छ।
हुन त घाँटु 3 किसिमको हुन्छ। हामी 12 मासे घाँटु नाच्छौँ। यो 12 मासे घाँटु नाच्ने क्रममा आमाहरू गुरुआमाहरू भन्छन् ती बुढी आमाहरूले निलार बसेर चोखो बसेर नुहाई धुवाई गरेर 3 दिनसम्म गीत गाउने गर्छन्। त्यसै गरी ती नाच्ने नानीहरू कुमारी केटीहरू मात्र नाच्ने गर्छन्। निलार बसेर नुहाई धुवाई गरेर चोखो बसेर आँखा चिम्लेर नाच्ने चलन छ हाम्रो। यसरी कन्या केटीहरू नाच्ने आँखा चिम्लेर निलार बसेर नाचेको बेलामा कन्या केटीहरूको हातको टिका लगायो भने त्यो वर्ष दिनभरिमा जान अनजान भएका कमी कमजोरीहरूको क्षमा हुन्छ भन्ने हाम्रो पुरानो चलन छ। त्यसकारण त्यो घाँटु नाच्ने बेलामा टाढा टाढाबाट हाम्रा आफन्तजनहरू टिका लगाउन आउँछन् कन्या केटीहरूको हातको। ती नानीहरू आँखा चिम्लेर नाचिरहेका हुन्छन्। तथापि सुसारे भन्ने हुन्छ, उसले टिका लगाइदिन्छ र कन्या केटीहरूको हातको टिका लगाए बापत ती आफन्तजनहरूले आफूले सकेको 2-4 पैसा सके दान गरेर जानुभएको हुन्छ। त्यतिखेर हामीले उहाँलाई केही पनि गर्न सक्दैनौँ। नानीहरू नाचिरहेको हुन्छ, कुनै पनि खानपिन हुँदैन। त्यसपछि हामी त्यो 3 दिनको घाँटु सेलाएपछि सकिएपछि हामी त्यो कसले दान गरेर जानुभयो हामी त्यो रेकर्ड हामीले लेखेको हुन्छौँ। त्यसपछि उहाँहरूले आफन्त सम्झेर निलार बस्ने नानीहरूको हातको टिका लगाएर जानुभएपछि उहाँहरूलाई पनि एक दिन बोलाएर यसो मिठो चोखो के हुन्छ हामीले सकेको खाउँ न पनि भनेर खाने गर्छन्। त्यही दिनलाई हामी घाँटु भोज भन्छौँ। घाँटु त त्यो 3 दिनमा सेलायो। घाँटु भोजको नाममा हामी चुड्का नाच्ने गर्छौँ। यसरी चुड्का नाच्दा पहिलाको चलन चाहिँ जो त्यो केही वैशाख पूर्णेको फेरीमा चुड्का गीत गाउन आयो, जो टिका लगाएर गयो उहाँहरूलाई मात्रै निम्त गर्ने चलन थियो। अहिले पछिल्लो समयमा फेसबुकमा राखेका हुन्छ, सबैले हेरेर जसलाई थाहा छ जो आउन मन लाग्छ उहाँहरू सबै आउनुहुन्छ र हामी त्यही हिसाबले म्यानेजमेन्ट गरेर खानापिनाको व्यवस्था गर्ने, यताउता के गर्न सकिन्छ त्यो गर्ने हाम्रो चलन छ। यसरी खानापिना सकिएपछि उहाँहरूले फेरि कन्या नानीहरूको यो दुःख गरेको खानापिना किन त्यसै खाएर जाने भनेर केही सकेको सकेदान गरेर जानुहुन्छ। त्यो सकेदान फेरि हामी यो सबै कार्यक्रम सकिएपछि बसेर कति पैसा जम्मा भयो त भनेर हामी हिसाब गर्छौँ। त्यसरी हिसाब गर्दा कति रुपियाँ खर्च भयो त्यो खर्च कटाउँछौँ, कति रुपियाँ बढी भयो त्यो हिसाब गर्छौँ, अथवा कति रुपियाँ पुगेन त्यो हिसाब गर्छौँ। त्यसरी हिसाब गर्दा समूहको एउटा छुट्टै यो गाउँ समाजको एउटा समूह छ, त्यहाँ एउटा कोष छ। यदि कहिलेकाहीँ यसो 2-4 पैसा पुगेन भने कोषबाट हालेर हामी पुरा गर्छौँ। यदि त्यहाँ अलिकता बढी भयो भने त्यो उब्रेको पैसा के गर्ने त भन्यो भने समाजलाई चाहिने भाडा बर्तन पाल यस्तै भवन, यी सबै भवन त्यही समूहको पैसाबाट बनेको हो यी हाम्रा भवनहरू। अनि त्यसरी उब्रेको पैसाले त्यही समूहको के गर्ने त भनेर सबै छलफल गर्छौँ अनि त्यो काम सम्पन्न गर्छौँ। त्यो पैसा हामी हिनामिना गर्दैनौँ, खर्च कटाएर रहेको पैसा। यसरी नै संस्कार चलिरहने क्रममा पहिला चाहिँ यसै 5-7 खाल यतिकै थियो, जसले निम्तो गर्यो त्यो टिम मात्रै हुन्थ्यो। तर अहिले पछिल्लो समय मैले अघि नै भनिसकेँ, फेसबुकमा हालेको हुनाले सबैले फेसबुक हेर्छन्। ए किरानचौरमा अथवा फलाना गाउँमा चुड्काको भोज छ अरे भन्नुहुन्छ, इष्टमित्रहरू सबै आउनुहुन्छ। आउनेहरूलाई हामी सकेको केही खानापिनाको व्यवस्था गर्छौँ, रमाइलो गर्नुहुन्छ। हामी पहिला चाहिँ हामी 12 मासे जस्तो खैँजडी बजाएर नाच्ने गर्थ्यौँ। अहिले पछिल्लो समयमा चाहिँ अलि विद्यालय चल्ने भएको, सबै बाबु नानीहरू स्कुल जाने भएको हुनाले हामी विशेष बिदाको दिनहरूमा मात्रै कार्यक्रम गर्छौँ। शुक्रबार शनिबार बिदा पारेर
गरेर आज पनि हामी शनिबारको दिन पारेर कार्यक्रम गरेका छौँ। यो भरेसम्म हाम्रो हिजो हामीले सबै तयारी गऱ्यौँ, भरेसम्मलाई यो कार्यक्रम सकिन्छ। मिति आज बेलुकासम्म हो। भोलि हामी यो थान्पोमानको गर्छौँ, विद्यार्थीहरू स्कुल पठाउँछौँ, अरू अभिभावकहरूले थान्पोमानको गर्छौँ र यो वर्षको चुड्का कार्यक्रम हाम्रो सकिन्छ। हुन त वर्षको 6 महिना चुड्का 6 महिना झ्याउरे भन्ने चलन छ, तर यो कहिले 6 महिना पुग्छ पनि कहिले पुग्दैन। यो घाँटु खोइ घाँटु भोज भन्छौँ, यो भोज सकिएपछि हाम्रो घाँटु नाचको चुड्का कार्यक्रम समापन हुन्छ। यही अन्तर्गत आज हामीले आबुखेरेनी गाउँपालिका वडा नम्बर 1 किरानचौरमा यो रमाइलो गरेर सकेको नसकेको यसो मिठो चोखो खुलाएर समापनको कार्यक्रमतिर लाग्दैछौँ। हस्, धन्यवाद। आजको यस कार्यक्रममा चाहिँ कति टिमको सहभागिता भयो त्यो पनि अब यहाँ खासै हालै खैँजडी बजाएर नै चुड्का नाच्ने टिम चाहिँ 16वटा टिम भयो। त्यसपछि खैँजडी नल्याइकन आउने ग्रुपहरू चाहिँ झन्डै 30 पनि नाग्यो होला। कोही अलिक ठुलै 40-50 ग्रुप, कोही 5-6 जनाको ग्रुप गरेर यो सबै हिसाब गर्दा चाहिँ 30 खाल पनि 30 ग्रुप पनि नाच्यो। तर खास खैँजडी बजाउने ग्रुप चाहिँ 16वटा टिम थियो यो हलको। अब नयाँ पिँढीलाई मेरै हिसाबले के भन्न चाहन्छु भने संस्कार जोगाउनुपर्छ, आफ्नो कला संस्कृति जोगाउनुपर्छ। तर यो सँगसँगै यो पछिल्लो पिँढीमा अलि बढी हुँदै गएर यो संस्कार संस्कृति जोगाउने क्रममा विकृति नबढोस् भन्न चाहन्छु। त्यस कारण यो विकृति नबढाउने, झै झगडा हुनबाट कम गर्ने, मादक पदार्थ सेवन धेरै नगर्ने भन्नेमा छ। हामी यी बालबालिकाहरूलाई, बाबु नानीहरूलाई सचेत गराउँछौँ। त्यसकारण अहिलेसम्म त्यस्तो झै झगडा जाँड सिकाएर अलिक बढी हो हल्ला गर्ने, झगडा गर्ने भन्ने भएको छैन। हामी यो नाचको गुरु भन्छौँ, हामी भगवान् भन्छौँ। चण्डी र देउराली हरेक गाउँमा हुन्छ। हामी चण्डी देउरालीसँग यही अनुरोध गर्छौँ, धुप अक्षता चढाउँछौँ, पूजाआजा गर्छौँ। उहाँकै शक्तिले होला राम्रै भइरहेछ। अहिलेसम्म त्यस्तो नराम्रो झै झगडा नराम्रो वाद विवाद केही पनि भएको छैन। राम्रोसँग रमाइलो गरिन्छ, रमाइलो गर्दै आफ्नो आफ्नो घरतिर लाग्नुहुन्छ। यसरी नै चलिरहेको छ। त्यसै भएर फेरि यसको विकृतितिर नजाओस्। बाबु नानीहरूले यो संस्कार संस्कृति जोगाउनुहोस्, विकृतिलाई कन्ट्रोल गर्नुहोस् भन्न चाहन्छु। हस्, यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद। हस्, यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। यहाँहरूको यो किरानचौर गाउँको परिचय दिने, घाटोको बारेमा केही भन्ने मौका दिनुभयो। यहाँहरूलाई यो किरानचौर गाउँवासीकै तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद।